सबै मस्काउ अनि एकै ठाउँ राखेर पखाल अनि पानी पनि खाटो हुन्छ यति धेरै पानी गरेर हुन्छ छिटो छिटो मस्काउ सिक्नु पर्यो नि छिटो छिटो मस्काउनु त हेर्दैन हुन्छ पढ्नु भनेपछि अल्छी राख्ने मान्छेहरूलाई भाँडा मस्काउनु जाँगर चलेको है बाफले बाफ जियोस् पितामले भनेपछि बुढी चाहिँ राम्रो पाल्छ सुखिदिन्छ पाल्ने कुकुरै हाल्ने भाँडा पनि मस्काउने हो त्यहाँ पानी थापेकोतिर सबै भाँडा राख पखाल्नुलाई त्यो मस्काउँदै हो त्यतापट्टि राख धेरै त्यसरी नगर नि त साबुन खेर गएन छिटो 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 मस्काउ छिटो 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 मस्काउनु सिक्नु पऱ्यो नि पढ्नु भनेपछि जाँगर मरेको भाँडा मस्काउनेपछि यति जाँगर चल्ने छिटो पखाल्नु अब भयो त्यति अहिले सुक्छ साबुन अहिले त पुग्ने हो त्यहाँ पछि काममै हुन्थ्यो असाध्य पानी हो बिस्तारी मेरो छोरी उठ्दैन बिस्तारी फाल्नु त्यहाँ राख्ने भाँडा चाहिँ हो त्यहाँ पानी थापेको ठाउँमा मुनि राख न भने घक्कड हो त्यहाँ राख्छ नि हो त्यहाँनिर थाप बिस्तारी बिस्तारी प्रितम त्यो भाँडा चाहिँ उता राख न हो त्यहाँ मुनि अनि सबै पानीले भेटेर उयो मसलाको भाँडा त्यहाँ मुनि राख त अनि अरू पानीले पनि भेटेर छिटो पखालिन्छ हो त्यहाँ मुनि राख सबै बिस्तारी गर भन्छु गौतै दिख्न भयो क्या त्यत्रो बेरसम्म पखाल्नै पर्दैन हो त्यत्रो पानीमा पखाल न यत्रो ठुलो चाहिँदै चाहिँदैन त्यो बिस्तारै गरेर पडाएको भात चाहिँ पानी रोक्नु गाह्रो हुन्छ नि छिटो मस्काउ चम्चाले अनि सबै त्यो फोहोर उठाऊ है खानाको टोइलेट सफा गर नि भात एउटै नहोस् तिमी चाहिँ के हेरेको नि अघिसम्म जगाटो भयो नि त्यो जगाटो पितामले 2 घन्टा